चाहिँ कुकुरलाई गएर लगेर गएको त यस्तो पो गर्छ त। सो लाइट गाइज वेलकम ब्याक टु माई मिनी ब्लगमा चाहिँ आज स्कुल नगई लाग्यो ग्वालातिर। किन होला त किनभने हाम्रो स्कुल 6-7 दिन छुट्टी भएको थियो अनि मलाई 6-7 दिन छुट्टी भयो भने स्कुलै जान मन लाग्दैन अनि त्यही भएर म चाहिँ लाग्यो ग्वालातिर। केही पनि छैन त के को ग्वाला गएको होला भन्नुहुन्छ होला। म स्कुल जान्छु होला भनेर दिदीले बिहानै बाहिर लगेर गएको रहेछ अनि त्यही भएर म चाहिँ यतिकै गएर अनि दिदीले घरतिर पठाइदिएँ अनि म चाहिँ त्यहीँ बसेँ। जान्छु भन्दा त केटाहरू झगडा गर्दै पो बस्दै गर्छ त के को झगडा आइछ भनेर गएको त यसको मोबाइलमा भन्दा मेरो मोबाइलमा राम्रो आएको छैन भन्दै फोटा पो देखाउँछ त। मलाई थाहा छैन अनि दुईटा झगडा गरिरहेको थिएँ अनि फेरि लड्यो भने त बर्बाद भयो त अनि त्यही भएर थाहा छैन अनि फेरि यसले पनि फोटा खिच्न लाग्यो। आज फेरि अनि कुकुर पनि गएको थियो मसँग यस्तो पो गर्छ त। अनि स्कुल नगएको बाहना त गराउनै पर्यो अनि बाहना के गरौँ भने त ड्रेस गर्नु बाँकी रहेछ अनि म चाहिँ ड्रेस धोएर लाग्यो गाउँतिर डुल्नु। गाइज आजलाई भिडियो यति नै। के कस्तो लाग्यो तपाईँहरूलाई राम्रो लाग्यो भने लाइक कमेन्ट गरिदिनु होला, नराम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु होला। आजलाई यति नै।